मित्रहरू तिहारको लक्ष्मी पूजा हेर्न सक्नुहुन्छ झिलिमिली छन् अँध्याराको सिन हो मित्रहरू लमजुङ जिल्लाको खुदी बजार रमाइलो छ नाइट सिन हाय मेरा मित्रहरू ह्याप्पी दीपावली सबैलाई आजबाट दीपावली पनि सकिँदैछ है मेरा मित्रहरू आज दिदीको हातबाट टिका लाएर घरतिर फर्किँदै हो मित्रहरू मालाहरू चाहिँ अब उतै राखियो दाइ दिदीको घरतिर राखियो एकछिन केटाहरूसँग हल्का रमाइलो गरियो त्यसपछि ओह्रालो झरियो मित्रहरू अब घरतिर जाँदै हो आज फेरि धेरै दिनपछि पानी पर्ला जस्तो छ मित्रहरू मौसम त्यस्तै छ हावाहुरी चलिरहेछ मेरा मित्रहरू के गर्नु त मित्र हो दसैँ तिहार आयो आयो भनिन्छ थाहै नपाइ आउँछ अब फेरि गयो गयो भयो आजबाट थाहै नपाइ आउँछ थाहै नपाइ जान्छ मित्रहरू तर जे जस्तो भए पनि रमाइलो नै भयो हजुरहरूको के कस्तो भयो चाडपर्वहरू आशा छ राम्रै भयो होला खुसियाली साथ मनाउनु भयो होला आफू अब भर्खर अब घरतिर फर्किँदैछ हो मित्रहरू त्यस्ता झाप हुने चिजहरू केही खाइए छैन मित्रहरू एकदम टोटली फ्रेस अब खाए नखाने बिहान फेरि टिका लगाएपछि टक्कै एउटा लडाइया थियो दारूसारू खाइन्न मित्र हो अनि बस आइयो चिया खाइयो आइयो मित्रहरू के गर्ने मस्त हावाहरू चलिरहेछ मित्रहरू तर त्यति साह्रै ठुलो त चले छैन चल्ने क्रम जारी छ सानोतिनो हावाहरू चलिरहेछ के गर्नु त हो मित्रहरू के गर्नु दसैँ गयो तिहार गयो र पनि 3P यतै छ मित्रहरू एक गाउँ ठाउँमै छ 3P बाहिर जाने भन्दै त्यतिकै भइरहेछ मेरा मित्रहरू समय त्यसै गइरहेछ र पनि मैले टाइमलाई चाहिँ मिसयुज गरेको छैन मित्रहरू जे जस्तो आफूलाई जे जस्तो आउँछ जानी नजानी भए पनि भ्लगहरू बनाउँदैछु के गर्नु त मित्रहरू जसो तसो केही न केही त गर्नु पर्यो मित्रहरू त्यतिकै फाल्टु भयो बसेर पनि त भएन यस्तो छ हो मित्र 3P को रकन लाइफ के गर्नु झरिँदैछ मित्रहरू झरिँदैछ ओह्रालो झर्दैछु क्यामेरा स्यामेरा हल्लियो होला मित्रहरू के गर्ने गाउँठाउँको बाटो उकालो ओह्रालो त्यस्तै हो जे जसो भए पनि मित्रहरू म्यानेज गर्नु पर्यो एडजस्ट गर्नु पर्यो मित्रहरू के गर्नु खोकीसोकी लागिरहेछ हौ मित्रहरू तातो बढी भएर हो या चिसो बढी भएर हो आई डोन्ट नो मान्छेलाई उकालो चढ्दा थकै लाग्छ मेरा मित्रहरू साला आफूलाई के भइरहेछ ओह्रालो झर्दा पनि थकै लागिरहेछ हौ मित्रहरू के गर्नु घुमे ढल्किहाल्यो भनौँ भने पनि यार 40 मिनट क्रस हाने छैन हौ मित्रहरू एराउन्ड टु 40 तिरै भनौँ न लगभग 38 क्लियर भइयो भनौँ न र पनि के भएको हो यस्तो स्यास्या र फ्याफ्या थाहै छैन हौ मित्रहरू के भएको यो
के गर्ने त हो मित्रहरू, के गर्नु। आज अब हजुरहरूलाई नयाँ नौलो ठाउँहरू पनि देखाइएको छैन है। अब अहिले एकदम सिम्पल गाउँबाट झरेँ बस झरिरहेको बाटो देखाइरहेको छु मित्रहरूलाई। त्यही हो मित्रहरू, हेर्न सक्नुहुन्छ ओह्रालो बाटो झरिरहेको छु। के गर्ने त मित्रहरू, के गर्नु। जहाँ छु जस्तो छु मैले पहिला पनि भन्ने गरेको ठेको भइसक्यो मेरा मित्रहरू, ठेको। पहिले भने जस्तै जहाँ छु जस्तो छु त्यस्तै ठाउँहरू नै हजुरहरूलाई अवगत गरिरहेको हुन्छु मित्र हो। नयाँ नौलो ठाउँतिर गइएन भनौँ भने अब मेरो यो प्रिभ्यू भ्लगहरू हेर्न सक्नुहुन्छ मित्रहरूले। एउटा दुईवटा यस्तो गएको थिएँ है म, 1-2 लट चाहिँ यस्तो नयाँ नौलो ठाउँतिर। नयाँ नौलो ठाउँतिर भन्नुको मतलब मेरा मित्रहरू, एक लट म यो यता ड्याम प्रोजेक्ट साइडतिर गएको थिएँ र अर्को चाहिँ मेरो एकजना साथी भनौँ या भाइ भनौँ होइन, उसँग अमला खाना गएको थिएँ मित्रहरू। हो पुरै पहाड उक्लिँदै मित्रहरू, जङ्गलको बाटो। त्यो पनि मैले भ्लगमा हालिसकेको छु, मित्रहरूले गएर चेकआउट गर्न सक्नुहुन्छ। आज चाहिँ अब गाउँबाट यता बजार झर्दै हो मित्रहरू, ओह्रालो बाटो झर्दैछु। के गर्ने त हो मित्रहरू, के गर्ने। यस्तै छ मित्रहरू, यस्तै छ। ल हेर्न सक्नुहुन्छ मित्रहरू, रुखहरूले छेकेका केही बजारहरू देखेछन्। हो त्यतै हो जानुपर्ने मित्रहरू। ओह्रालो छ बाटो, टेक केयर देन बी केयर गरेर हिँड्नु परिरहेछ। के गर्ने त मित्रहरू, यस्तै हो गाउँठाउँको बाटो। बानी परिसक्यो यस्तैमा हिँड्नलाई। बनाउँदै नबनाएको नै होइन मित्रहरू, यो बाटो बनाएको नि हुन्छ, तर त्यही हो बन्दै गर्छ भत्किँदै गर्छ। ल है त मित्रहरू, झरिँदैछ। साँझ पर्न लागिसक्यो मेरा मित्रहरू। यस्तै हो गाउँठाउँको बाटो, उखालो ओह्रालो भिरालो, तर जे जस्तो भए पनि बेस्टी लभ दिस वे। यही बजार हो मित्रहरू, खुदी बजार झरिँदैछ अब यतैतिर। यो गाउँ उक्लिने ओर्लिने बाटो भइहाल्यो मित्रहरू। है त मित्रहरू, फेरि अर्को ब्लगमा भेटौँला। अर्को ब्लगमा भेट हुने बाटो चाहिँ थाहा चलाई हजुरहरूबाट छुट्टिन चाहन्छु। ओके, बाई बाई।